हुनुहुन्छ क्या अरे ल सन्चै हुनुहुन्छ सबैजना हेर्नु पर्छ दाइलो वर्ष दिनको 30 नाच्नु पर्छ गाउनु पर्छ रमाइलो गर्नु पर्छ व्रत बस्नु भएको छ होला कसैले बिहे गरिसकेपछि आफ्नो श्रीमानको चाहिँ लागि व्रत बस्नु भएको छ भने कसैले घर पाऊँ भनेर बस्नु भएको छ होला तपाईँले मनमा जे सोचिरहनु भएको छ त्यो आकाङ्क्षा अनि इच्छा पुरा हुने यही नै अनुरोध गर्न चाहन्छु म लोक तथा दोहोरी गायक एवं हास्य व्यङ्ग्यकार गणेश ढकाल तपाईँहरू सबैले चिन्नुहुन्छ मेरो परिचय उहाँले गरिसक्नु भएको छ मैले हँसाउने पनि गर्छु गीत पनि गाउने गर्छु र संसार क्षेत्रमा पनि अगाडि बढिरहेको छु यहाँहरूको साथ सहयोग सद्भाव मिलिरहेको छ के कसो कुरो यहाँ छ क्या सबैले मान्नुहुन्छ एकदमै खुसी लाग्छ माया गर्नुहुन्छ हिजो बाटुली चोर मेलामा पनि एकदमै रमाइलो भयो आज अलिकति ढिलो आयो है दाइलाई मैले ढाँटेको थिएँ दाइ है लामो चोर मेलामा चुस्स गरेर आएको के दाइ र ठिकै छ म तपाईँहरूको माझमा यो वर्ष मेरो तीजको कोसेली खलखाली पसिना झार्ने हो 30मा नाचिदेऊ माया नाचेरै आगो पार्ने हो आगो पार्न पर्छ नाचेर सबैजना नाचेर साथ दिनु होला नाच्न नजान्नेहरूले ताली बजाएर साथ दिनु होला कुरो क्या के कसो मान्नुहुन्छ कि यति साह्रो त मेरो श्रीमती नै मान्दिनु ट्र्याक गरिदिनु होला मेरो सुरुको गीत I
धन्यवाद। म फेरि अर्को गीत गाउँछु, नजानु होला कृपया। मेरो यो दोस्रो प्रस्तुति रहेको थियो है। यहाँभन्दा अगाडि मैले राजन कार्कीको लयमा आँसु बग्दो रहेछ कोहीलाई भने करिमैले सघाउने कोहीलाई ठग्दो रहेछ दोहोरी गीत गरेको थिएँ। अर्को गीत पनि आउँदैछ, एकदमै रमाइलो खालको गीत, त्यो पनि म छुस्स सुनाउने छु। अब भने अर्को गीत गाएर यहाँहरूको माझबाट म फेरि अन्तिममा हँसाउने गरी पनि आउनेछु है। मैले कसरी हँसाउँछु भन्ने कुरा यहाँ सुन्ने श्रोताहरूलाई पनि थाहा हुन सक्छ कि कसो भाइ हो। पक्कै पनि तपाईँले ताली बजाउन नछोड्नु होला। क्यारिकेचरमा एकैछिनपछि गरेपछि एउटा गीत गाउँछु। माथि टिनको नि खिचियो यार। हाम्रो राजनजीको गीत गाउँछु है। मैले मन पराउने +2 पढेकी ए होइ होइ मेरी आमालाई कस्ती लाग्छ खोइ। यो गीत गाउँछु, सबैजना नाच्नु पर्छ है। कृपया उठान गरिदिनु होला। आमार बाबाले रोजेका होला कोरिया जाने बढीलाई, कोरिया जाने बढीलाई, कोरिया जाने बढीलाई। ओके पनि एकदमै समय साउन गीत छ, सबैजना ताली बजाउनु होला। मेरो भाउजूलाई कस्तो लाग्छ ताली पुगेन ताली आस्तो सम्म आस्तो ओ यार ताले बोलो जाऊ के मजाले दिलो गाउनु कोनी छंगोरी मछुनी काले ए होय होय मेरी आमालाई कस्ती लाग्छ रूपकी रानी साह्रै दिलवाली ए होय होय मेरो बाबालाई कस्तो लाग्छ मेरो दिदीलाई कस्तो लाग्छ मेरो कुशललाई कस्तो लाग्छ मेरो सबैलाई कस्तो लाग्छ कस्ती लाग्छ मान्छे चिन्दानी कम्मर छिमेकी ए होय मेरो दाजुलाई कस्ती लाग्छ मेरो दाजुलाई कस्तो लाग्छ दाजुलाई कस्तो लाग्छ मेरो सबैलाई कस्तो लाग्छ हात खोलेको ला
खोइ मेरो मम्मीलाई कस्तो लाग्छ खोइ त्यही भाइलाई नै रोजेको मैले ए होइ मेरो कालीलाई कस्ती लाग्छ खोइ मेरो आमालाई कस्ती लाग्छ खोइ मेरो हजुरलाई कस्तो लाग्छ खोइ मेरो भाउजूलाई कस्तो लाग्छ खोइ धेरै धेरै धन्यवाद नाच्दिनु भयो रमाउनु भयो मेरी आमालाई कस्तो लाग्छ खोइ अति समय सुहाउँदो गीत रहेको थियो वास्तवमा यस्तो हुने गर्छ अहिलेको जमाना भनेको के आधुनिक जमाना रहेको छ गाउँमा मम्मी बुवा बस्नुहुन्छ छोराछोरीका आकाङ्क्षाहरू पनि हुन्छन् छोरालाई चाहिँ गाउँको एउटा राम्रो खालको घर धान्ने केटी बिहा गरौँ भन्ने कुरा पक्कै पनि हुन्छ र सँगसँगै एउटा छोरीलाई बिहे गर्दाखेरि जापान कोरिया युके गएको केटालाई दिन पाए एकदमै राम्रो हुन्थ्यो भन्ने कुरा पनि हुन्थ्यो सबै सुहाउँदो गीत रहेको थियो यहाँहरूको माझमा मैले प्रस्तुत गरेँ र अन्तिममा मैले यहाँहरूको माझमा क्यारिकेचर पनि गर्नेछु एकैछिनपछि धेरै प्रस्तुतिहरू गर्न यहाँहरूको माझमा बाँकी नै छ र मैले एउटा गीत फेरि पनि गाउँदैछु अन्तिममा घर सुन्ने हो मलाई घर सुन्ने हो छोराको नि बे भयो बुहारीले आफ्नै बाटो गरी यो गीत गाउँदैछु घनश्याम रिजालको अन्तिममा